म योगी दिल्लीराम दाई त होइन, म काँची तरकारी चबाएर खान सक्ने, तर म मासुको साथमा उहाँलाई एकदम साथ दिन चाहन्छु। नमस्ते मेरा प्यारा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई। संसारको जुनसुकै कुना, जुनसुकै क्षेत्र, जुनसुकै समुद्र अथवा जुनसुकै मरुभूमिबाट पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने एक एक लाइक, एक एक कमेन्ट र एक एक सेयर अवश्य गर्नुहुन्छ भन्दै आजको भिडियोलाई यतिमा सुरु गरौँ। आजको हाम्रो लन्च यस प्रकार रहेको छ। हामीले लिएको छौँ 2वटा अन्डाको अमलेट, अलिकति राइस जसले हामीलाई कार्ब्स को निड्स पूरा गर्छ भने अलिकति हाम्रो 1 कटोरा दही रहेको छ जसले हाम्रो खानाको स्वादलाई एकदमै शानदार बनाउने मद्दत गर्छ। यो दही पनि हाम्रो एकदम होममेड दही हो भन्न चाहन्छु म तपाईहरुलाई। अनि साथमा हामीसँग 150 ग्राम चिकन ब्रेस्ट छ जसले हाम्रो प्रोटिन इन्टेक पूरा गर्छ र हाम्रो जिम गरेको शरीरलाई एकदम रिकभर गर्छ र नयाँ मसललाई बिल्ड गर्नमा एकदम मद्दत गर्छ भन्दै आजको खानालाई मैले यसरी सलादसँग सुरु गर्न जाँदैछु। आशा छ तपाईहरुले पनि आफ्नो खानामा यसरी न्युट्रिसनहरु मिलाएर खाने गर्नुहुन्छ। यसरी खानाले हजुरहरुको दिमागलाई एकदमै स्वस्थ बनाउँछ र आफ्नो शरीरलाई पनि एकदम बलियो र स्वस्थ बनाउन मद्दत गर्छ। म योगी दिल्लीराम दाई त होइन, म काँची तरकारी चबाएर खान सक्ने, तर म मासुको साथमा उहाँलाई एकदम साथ दिन चाहन्छु। चलिए मिलते हैं अगले एपिसोड में, तब तक के लिए धन्यवाद।